दिस इज अ पोखरा केटी भेटेको त्यो त्यसलाई के भन्छ के भन्थ्यो मलाई त्यो चाहियो अब हामी जाँदैछ लेक साइड एरियातिर घुम्नलाई सबैको कपाल आएर बसेका छन् हामी पऱ्यो सिङ्गल Hi guys, this is Suzan and welcome back to my channel. This is a really new branded video after a long time. हैन नयाँ भिडियो लिएर आएको छु र आजको भिडियो इन्ट्रेस्टिङ हुनेवाला छ किनभने आज जाँदैछु म पोखरा मसँग छ मेरो साथी हैन सो घुम्नको लागि हामी पोखरा जाँदैछौँ ट्राभल ब्लग हुन्छ हैन तपाईहरुलाई पक्कै पनि मन पर्ने छ हामी निस्किन लागेको हाम्रो एनसीपी हो बाइक हैन अब जाउँ हामी ल तिम्रो बाइक आउँदैछ नि त ल अब जान आँटेको आइपुग्यो कस्तो फिल भयो है अगाडिको सिट भने रिजर्भ भएको छ मनोकामना पुगेर चाहिँ अगाडि बसिन्छ अहिले चाहिँ यहीँ बस्दिमा त होइन सामान्य छेउमा हुन्छ हुँदैन हामी अहिले आइपुग्यो मनोकामना सो के भन्न चाहनुहुन्छ कस्तो भइरहेको गर्मी है टु मच तपाईँले देखाउँथ्यो हेर्ने मनोकामना मन्दिर यो गेट मेन गेट भयो यहाँ केबल कार गइरहेको अब खानासाना खाएर जाने भयो होइन अलिकति टाइम लाग्ने भयो सो यहाँ खाना आइरहेछ कुन खाना मगाएको चिकन तिम्रो फेभरेट कुन हो मेरो पोर्क टिका लगाइरहेको भएर नखाएको म भेजिटेरियन है एकदम प्योर भेजिटेरियन गाह्रो छ ल खानासाना खाएर अब हामी जाँदाखेरि देखाउँछौँ है त रेन्टरेन है अब डाइरेक्ट पोखरा गएर देखाउँछौँ है त होटेल हामी बसेको यहाँ चाहिँ सबसे बेस्ट भनेको होइन टाइमिङ युके अस्ट्रेलिया नेपाल इन्डिया चाइना फाइनली हामी रुमभित्र आइपुग्यो सो हाम्रो रुम त यस्तो छ यहाँ मैले यस्तो ब्याग राखेको छु लथालिङ्ग होइन यो चाहिँ रुम भयो यतापट्टि अर्को रुम छ होइन यहाँ बाहिर छ प्राइभेट स्पेस यो चाहिँ बेस्ट लाग्यो कि होइन टक्क केही खानालाई यसो ग्यादरिङ गर्नलाई चाहिँ राम्रो छ यो चाहिँ त बाहिर चाहिँ भ्यूहरू यस्तो देखिन्छ ठ्याक्कै यो लेक साइडको पछाडिपट्टि हो क्या त्यो फेवातालहरूको पछाडिपट्टि यहाँबाट 1 मिनट पनि लाग्दैन जानलाई उता चोकबाट गयो भने आइहाल्यो होइन सो यो हाम्रो रुम कस्तो लाग्यो होइन यहाँ हाम्रो सर हुनुहुन्छ पेट लाग्यो हेर्न घटाउँदै ल जाम पसल जाने होइन एक्लै त कहाँ जानु पोखरा आएर पनि एक्लै जाम भन्छ हेर साले जाम छिटो के मैले केही गरेकै छैन चार्ज लाउने स्टाइल खै कस्तो रे ए यस्तो छ स्थिति चार्ज लाउने होइन ल जाम पसल गएर अनि फ्रेस हुनुपर्छ अब है दिस इज अ पोखरा एन्ड अहिले हामी यसो सामानहरू लिन आएको है कस्तो फिल भइरहेको छ रमेश सर मलाई खासै रमाइलो भएन भन्छ होइन तर यहाँ अगाडि अप्सन त फेरि क्लब बिकज फ्रेस भयो होइन भर्खर आएको होइन अब रुममा गएर यसो नुहाइदै गरेर फ्रेस भएर फेरि बाहिर निस्किन्छौँ होइन टु विक कन्टिन्यू छ फाइनल्ली म फ्रेस भइसकेँ अब जान्छु म बाहिर होइन अब यसो घुम्नु पऱ्यो नाइट भ्यू हेर्नु पऱ्यो बाहिरतिर लेक साइडको होइन बाहिर गएर देखाउँछौँ है त अब रेडी भइसक्यो एकजना नुहाउँदैछ अझै म चाहिँ यहाँ रेडी भइसक्यो एकजना नुहाइरहेको ल बाहिर गएर देखाउँछु सो पोखरामा छौँ हामी होइन अब हामी जाँदैछ लेक साइड एरियातिर घुम्नलाई सो कस्तो फिल भइरहेको चिसो पानीले नुहाएको रे ए तातो पानीले नुहाएको रे म चाहिँ चिसो पानीले राति पनि के जस्तो लाउनु है गऱ्यो त अनि ल के भन्छौ चस्माको स्थिति यस्तो छ
ल हामी आइपुग्यो केटी भेट्यो त्यसलाई के भन्छ थाहा छ? के भन्थ्यो त्यो पुगेर वाह मलाई त्यो चाहियो सही सही यस्तोलाई होइन हामीलाई मतलबै छैन कि होइन सो म भन्दै थिएँ हामी फाइनली आइपुग्यो लेग साइड यो के अरे ताल भएकोतिर होइन यहाँ टिकटक चलिरहेछ राति पनि त्यो भिडभाड हुन्छ है अनि कस्तो लागिरहेको छ पोखरा आएर अनि रमाइलो हुन्छ अझ अहिले राति आइपुग्यो क्या हामी होइन यहाँ स्पेसल्ली पोखरा घुम्छौँ फेरि होइन डेको भ्लग पनि आउँछ होइन सो यो चाहिँ नाइट भ्लग पर्खिँदाखेरि फेरि पोखरामा इन्जोय गर्छौँ हामीले अभियसली तर एकदमै गाह्रो क्या मान्छेहरूको भिडभाड छ होइन हेर्नु न एकदम भिडभाड छ यता छ अब अहिले त अँध्यारो छ यो तालले केही देखेको छैन है यो अँध्यारोले तालै देखेको छैन अहिले डान्स गर्नुपर्दा रमेशले 100 रुपियाँ दिनुभयो है ल कङ्ग्रेचुलेसन यति गर्नु पऱ्यो खासमा त्यो 100 रुपियाँ भेटेको छु कि अनि त्यता दिएको राम्रो है पोखरा सेल्फी पोइन्ट रे जाम न त भाइले नि अगाडि यहाँ भित्र के हो यार टिकट काउन्टर रहेछ नि त नि यहाँ टिकट जाने यहाँभित्र गइस आउँछ फनपार्क जस्तो होला क्या यस्तो लाग्यो यहाँ पिङहरू रहेछ कहाँ जाने हामी अब भन त हेर न माछा मारे त्यो बल्छी खाएको थिएन बल्छी खाएको भएर सबैको कपाल आएर बसेका छन् हामी पऱ्यो सिङ्गल अब उसको त गर्लफ्रेन्ड भएर पनि नल्याएको अरे मेरो त गर्लफ्रेन्ड ऐसे नहीं बोलते इसको डिलीट कर दो भाई साहब मेरे किसी को नहीं मिल रहा है इसको डिलीट कर दो रे अब मेरी गर्लफ्रेंड नहीं है ना काहे का झूठ बोलने का मेरा तो बच्चा है ना तुम्हारा बच्चे कितने बच्चे के बाप हो तुम मैं 2 बच्चे का 2 बच्चे के बाप हो मैं नहीं मैं बिल्कुल एकदम कमिटेड ओके यति नभने फेरि गाली खाइन्छ हामी आइपुग्यो अहिले गेमिङ जोनतिर होइन यहाँ धेरै किसिमको गेमहरू भइरहेछ मलाई यो याद आयो कि यतापट्टि यस्तो छ होइन अहिले अब रात पनि सक्यो खेल्ने हो अहिले खेल्ने यो के खेल्नु मन छ भन यो पिन चाहिँ खेलौँ कि खेल्ने भयो यहाँ माथिको यो नखेल्ने घुमाउँछै घुमाउँछ त्यसो भए उताबाट फर्केर आएपछि खेल्छ नि त होइन आज चाहिँ के गर्ने ल भन नि त अब यहाँ प्राइड तिमीले छ कि छौ सिक्किममा हुँदाखेरि मैले सिकाएको तिमीले अर्को के पनि भन्थ्यौ नि के अरे 4 बजी बिहान हँसाएको कुरा भन न फुतुरे कसरी भनेको थियो अरे यस्तो भनेको बिहान 4 बजे राति अब 4 बजे क्या होइन उठेर एकजना केटीले मेसेज गरिसकेँ युआरमा फुतुरे भनेर अनि मैले बुझेन अब फुतुरे भनेको कसरी बुझ्नु मैले युआरमा फुतुरे भन्यो अरे अनि खै प्रनाउन्स गर त एउटा वर्ड भन्यो मैले होइन स्पेलिङ भन त भन्यो अनि FUTURE रे अनि कसरी फुतुरे भयो भनेको FUTURE रे फाइनल्ली घुमेर आइसक्यो हामी रुममा आइसक्यो आज भ्लग यस्तै भयो होइन थ्याङ्क यू फर वाचिङ माई भिडियो गाइज सो यस्तै भ्लग हेर्नको लागि यस्तो भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गर्नु होला लाइक कमेन्ट गर्नु होला होइन म फेरि अर्को नयाँ भिडियो लिएर फेरि छिटै नै आउनेछु होइन थ्याङ्क यू ओके बाई